हेलो नमस्ते सम्पूर्ण साथीहरू। यो चाहिँ मेरो गाउँ हो है। गाउँभन्दा पल्लोपट्टिबाट खिच्दैछु। यहाँ चाहिँ हामी आज अरिङ्गाल खोज्न आएको। यो चाहिँ मेरो गाउँ हो। यसरी पाहाडको फेदमा छ मेरो गाउँ। ल हेर्नु साथीहरू, चिटिक्क छ। यहाँ यतातिर सल्लेरी छ। सल्यान हाम्रो सल्लेरी पाखैले भन्ने गीत सुन्नुभयो होला। यस्तो छ। यो मेरो गाउँ हो साथीहरू। मेरो घर यहाँनिर जोडेको घर। यो मेरो घर हो। त्यसपछि हाम्रो अङ्कलहरूको घर। यस्तो छ साथीहरू। यो सुन्तलाका बगैँचा छन्। यो जति पनि देखेको छ यो सब सुन्तला हो साथीहरू। हेर्नु यो ल हेर्नु साथीहरू, यो सब सुन्तला हो। यस्तो छ साथीहरू, बिकट ठाउँमा हो। अहिले त अब सबै सुविधा छ, नेटहरू सब छ। पहिले त लाइन पनि थिएन। यस्तो छ, साह्रै चिटिक्क छ गाउँ छन त। लेकतिर यसो कुहिरो लाखा साथीहरू। यतातिर बादल कुहिरोले झपक्क ढाकेको छ। हामी त यता भिरमा छौँ। यहाँ फेरि अर्कोले मैले क्याप्चर गरिरहेको छन्। हामी त भिरमा आएको। यतातिर यहाँ फेरि च्याउ छ। हाम्रो ठाउँतिर यस्तो च्याउ खाइँदैन खासै। अन्यत्र खाएको देख्छु। यो सल्लेरी च्याउ भन्छन् के र। हामी खाइन्न। यतातिर मान्छेहरूले प्रायः डर मान्छन् जङ्गली च्याउ खान। ल हेर्नु साथीहरू, यहाँ अन्यत्र चाहिँ जग्गा उपयोग भएको हुँदैन। हेर्नु यहाँ त पुरा जग्गा खनेर पनि, बन्जर खनेर पनि जग्गा बनाएको हुन्छ। सुन्तला यति सुन्तला पनि एक डेढ लाखको हुन्छ साथीहरू। ल ये है मेरा गाउँ।